ल आज कुरा गरौँ मुखमा आउने घाउको, जुन सामान्य भए पनि निकै दुखाइदिने गर्छ। मुखभित्र आउने त्यो सानो खटिराले कति धेरै पोल्छ होइन त, खान बोल्न नै गाह्रो। यो देख्दा सामान्य भए पनि एकदमै पोल्ने खालको हुन्छ, तर खासमा यो किन हुन्छ? अब लागौँ यसका कारणहरूतिर। आखिर किन आउँछ त मुखमा यस्तो घाउ? धेरै जसो त शरीरमा भिटामिन B12, आइरन जस्ता पोषक तत्त्वको कमीले यस्तो हुन्छ। बानी बेहोरा र स्वास्थ्यले पनि असर गर्छ, जस्तै तनाव, अनिद्रा वा पेटको समस्या। कहिलेकाहीँ त आफ्नै दाँतले टोकेर वा तातो खानेकुराले पोलेर पनि घाउ आउन सक्छ। तर आत्तिनु पर्दैन, यसका लागि केही सजिला घरेलु उपचार विधिहरू छन्। सबैभन्दा सजिलो मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने, यसले घाउ छिटो निको पार्छ। मह, नरिवलको तेल वा तुलसीको पात पनि लगाउन सकिन्छ। बेसारले पनि राम्रो काम गर्छ। घाउ छिटो निको पार्न केही कुरामा ध्यान दिनु एकदमै जरुरी छ। नरम खानेकुरा खाने, तर पिरो अमिलोबाट टाढै बस्ने। पानी चाहिँ प्रशस्तै पिउनुपर्छ। तर कहिलेकाहीँ घरेलु उपचारले मात्र पुग्दैन। डाक्टरलाई कहिले देखाउने त? यदि घाउ 2 हप्तासम्म निको भएन वा बारम्बार आइरहन्छ भने डाक्टरको सल्लाह लिनै पर्छ। खासमा सन्तुलित खाना, प्रशस्त पानी र तनावमुक्त जीवन नै यसको उत्तम रोकथाम हो।